हेर्नु यताबाट अब सट्टै टर्निङ छ टर्निङमा यहाँनिर प्राय हेर्नुहुन्छ भने गाईघाटको आसपासमा हरेक ठाउँमा टर्निङमा बिचमा यो ड्रम राखेको छ। अब ड्रम राख्नुको रिजन चाहिँ के हो भन्नुहुन्छ भने उताबाट र यताबाट दुईपट्टिबाट गाडी आइरहेको हुन्छ अनि यो बाटोमा नेपालको बाटोमा हामीले धेरैपल्ट के भेटाउँछ भने यस्तो गोबर ग्यासहरू भेटाउँछ। तिनीहरूले चाहिँ के गर्छ भने जस्तो यस्तो आइरहेछ नि यो बाइक ऊ चाहिँ त्यो उसको आफ्नो लेनमा नआएर यतापट्टिको लेनबाट आइदिन्छ क्या। अनि यताबाट जानेहरूलाई एक्सिडेन्ट हुन्छ अनि यताबाट आउनेहरू पनि यताको आफ्नो लेनमा नआएर अर्काको लेनबाट आइदिन्छ होइन। त्यो भएर यस्तो ठाउँमा चाहिँ ज्यादा एक्सिडेन्ट हुन्छ। अनि एक्सिडेन्ट हुने भएको कारणले गर्दाखेरि चाहिँ टर्निङहरूमा चाहिँ यसरी यो ड्रम राखिदिएको छ। अब यो ड्रम राखिदिइसकेपछि त उताको मान्छे यो लेनमा आउँदाखेरि त ड्रमलाई हान्नु पर्यो होइन। त्यो भएर नेपालमा चाहिँ के छ भने यो गोबर ग्यासहरूको कारणले गर्दाखेरि यो ड्रम राख्नु चाहिँ बाध्यता हो क्या। त्यही भएर म गोबर ग्यासहरूलाई के भन्न चाहन्छु भने आफ्नो बानी सुधारौँ होइन। यसरी होइन बाटोमा ड्रम राख्ने बाध्य नबनाऊ है।